अर्घाखाँचीबाट आएको सेतो मकैको आटो हो है। तपाईहरु कसरी पकाउनुहुन्छ? सेतो मकैको आटो हो यो। अब हामी यसलाई पकाउँछौँ। सेतो मकैको आटो यसरी मैले आटो हाले अनि यसलाई यसरी बनाउने यसरी अनि मजाले पाक्छ फेरि है। तपाईहरुले कसरी पकाउनुहुन्छ? मैले यसरी पकाउँदैछु। लिन्छ अनि यसरी आटो हाल्ने अनि यो फत्किन्छ बेसरी। अब हेर्नु फत्किन लाग्यो यो फट 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 पारेर यहाँ डल्ला पर्न दिनु हुँदैन। डल्ला पऱ्यो भने बिग्रिहाल्छ फेरि। सेतो मकैको आटो हो है। तपाईहरु कसरी पकाउनुहुन्छ? अब कति बजी निकाल्नु? ग्यास सानो बनाउने? ग्यास सानो बनाउने लगभग 8-9 मिनट समयलाई यसरी नै छोप्ने ताकि अब पाकेछ कि नै हेर्ने बेला बेला नत्र भने 5-6 मिनेटमा हुन्छ। आज यसमा के मिसाएर पकाउने हो भनेर चाहिँ म कन्फ्युज भएको थिएँ। अब के मिसाउँदैछु हेर्नुस् है त। पुरा सुनिरहेको छु। यो अचम्मै छ है। पाक्यो जस्तो छ। अब पहिला सुरुमा प्याज कटिङ भइरहेछ। तेल आयो। सुकेको सिद्रा सागमा हालेर पनि पकाइन्छ र भने यार। यो मेरो रेसिपी हो के मिठो हुन्छ कि हुन्न ट्राई गर्नु। हो ल हेर्नु साथीहरु सागमा सुकेको सिरुदा। अब थोरै जिरा हाल्नुस् यसमा। थोरै जिरा त्यसपछि हल्का गयो। त्यसलाई मजाले चलाउने। यो चाहिँ धेरै पिरो हुन्छ। 4 मिनेट पकाउने। प्याज लगाउने त्यसलाई पाकिसकेको छ। प्याज पहेँलो भइसकेको छ। प्याजको रङ काला भएको छ है। अब हामी यसमा के गर्छौँ? सिद्रा हालिदिन्छौँ। सिद्रा आयो। यसलाई पनि अब यसको पनि कलर आउनुपर्छ है। ल हेर्नुहोस् अघि नै सेतो थियो अब पहेँलो पहेँलो भएको छ। रातो रातो भएको छ। गाढा भएको छ है। सिद्रा पाकेन भने गनाउँछ है। सेन्ट आउँछ। यसलाई मजाले पकाउनुपर्छ ताकि यसको मिठो बास्ना आओस्। ल हेर्नुहोस् कस्तो मजाको भयो। अब यसलाई यसरी एड गरिदिनुहोस्। प्याज सिद्रा सबै एड भयो हैन। अब मैले यसमा टमाटर हालिदिन्छु। अब टमाटर आयो। पाल्नुपर्छ है टमाटर पनि। यसमा नुन हाल्नुहोस्। है यो चाहिँ गरम मसला हो। गरम मसला मैले 1 चम्मच हाल्दैछु है। यसमा मैले नुन बेसार सबै हालिसकेँ। खुर्सानी पनि हालिसकेँ। टमाटर धनिया अदुवा प्याज हालिसकेँ। मैले 1 चम्मच गरम मसला पनि हालिसकेँ। तपाईँसँग छ भने हाल्नु होइन। छैन भने नहाल्दा पनि हुन्छ। साग हालिदिन्छौँ। ल साथी साग पाकेको छ है।